गाइज वेलकम ब्याक टु माई न्यू ब्लग होइन। आजबाट चाहिँ बाहुन ब्लगको चाहिँ ब्लग आउनेछ। फाइनली म चाहिँ जुम्ला आइसकेँ होइन। आज मेनली ब्लगिङहरू चाहिँ अब हाम्रो चाहिँ फिसिङको आउनेछ होइन। रमाइलो गर्नुपर्छ। अनि जुम्ला आएको पनि हिजो बेलुका म चाहिँ आज अब हाम्रो तिला कर्णालीमा जान्छु। उता त्यहाँ हाम्रो अगाडि चाहिँ तिला कर्णाली छ। यो चाहिँ हाम्रो स्कुल हो होइन गाइज होइन। ट्याक्क म चाहिँ हजुरहरूलाई आज फिसिङको भिडियो देखाउने छु। ट्याक्क फिसिङको लागि चाहिँ मैले अब नदी जान लाग्छु गाइज होइन। मेनली अब मेरो जुत्ता चाहिँ यहाँ छ। म जुत्ता सुत्ता लगाउनु पर्ने हुन्छ। जालहरू चाहिँ यता छ गाइज होइन। यो जालहरू पनि लिनुपर्ने हुन्छ। त्यही हो ट्याक्क मैले हजुरहरूलाई चाहिँ देखाउँछु होइन। जालहरू चाहिँ यो मसँग भएको 5-6वटा जाल छ गाइज होइन। यही जाल हाल्ने हो आज। ठिक छ गाडी होइन। अब हामी चाहिँ जानुपर्ने हुन्छ। जालहरू चाहिँ मैले पोलिथिनमा हाल्छु अनि ट्याक्क हजुरहरूलाई चाहिँ देखाउँछु सब राम्रोसँग। ट्याक्क मैले यो चाहिँ यिनीहरू जालहरू हुन्। मैले चाहिँ यो पोलिथिनहरूमा हाल्छु होइन। यो पोलिथिनमा हालेर हजुरहरूलाई देखाउँछु। जस्तो गाइस मैले यो जालहरू पनि हालिसकेँ होइन। अब म चाहिँ उसो गरेर चाहिँ अब ढोका लगाउनु पर्ने हुन्छ। ढोका लगाएर चाहिँ म निस्किन्छु। यो चाहिँ हाम्रो अगाडिको जुम्लाको भ्यू हो गाइस होइन। चिल छ। यता चाहिँ डाँडा काँडा छ। यो चाहिँ बबाल छ। उता यो चाहिँ हाम्रो छिमेकीहरू हुन्। यो चाहिँ मेरो घर चाहिँ यही हो गाइस होइन। सानै छ त्यस्तो उस होइन। त्यही हो यो चाहिँ कर्णाली आयो यही हो गाइस। ट्याक्क यता गाडी पनि आएको आइगर्छन् कि धेरै त्यो भएर। त्यही हो गाइज फाइनली चाहिँ अब चाहिँ भइसक्यो होइन। म चाहिँ अब ट्याक्क निस्किन्छु। अनि यो चाहिँ हाम्रो घर यताउता ट्याक्क यो चाहिँ हाम्रो यहाँ जुम्लाको मार्सीदान हुन्छ। यसमा चाहिँ मार्सीदानहरू डाँसिया हुन्छ कि ट्याक्क यतिखेर देखाउँछ। यस्तो रातो हुन्छ जुम्लाको मार्सीदान चाहिँ ट्याक्क होइन। भोबाल हुन्छ। अब चाहिँ होइन म चाहिँ निस्किन्छु ट्याक्क। हजुरलाई चाहिँ अब देखाउँछु हाम्रो कर्णाली कस्तो छ होइन। कर्णाली भनेको थियो नि त्यो ट्याक्क उसले भने जस्तो ज्ञानेन्द्र सारले भने जस्तो ट्याक्क हजुरलाई हाम्रो कर्णालीको सुन्दरता चाहिँ देखाउँछु हजुरलाई मैले होइन। बबाल छ प्लेस चाहिँ। म पनि हिजो बेलुका आएको इक्जाम पनि सक्यो टुवेल्भको इक्जाम सकिएपछि चाहिँ कन्टिन्युटी दिन्छु भन्ने थियो भ्लगिङलाई पनि। ट्याक्क घरहरू पनि बबाल हुन्छ नि ट्याक्क यस्तो हेर्नु ट्याक्क यस्तोमा बबाल घरहरू हुन्छन्। ट्याक्क यो चाहिँ फिल्ड हो। हामी चाहिँ यहाँ फुटबल खेल्छौँ। अघि क्रिकेट खेलेको यहीँ हामीले। त्यही हो गाइज ट्याक्क अब रमाइलो गर्नुपर्ने हुन्छ। हाम्रो घरबाट चाहिँ कर्णाली जान चाहिँ अलिक टाइम लाग्छ। त्यही हो गाइज होइन। बढी नै पनि त्यही 5 मिनटसम्म चाहिँ लाग्छ। ठिक्क 5 मिनट लाग्छ। अनि तल त्यहाँ देखिन्छ कर्णाली हेर्नुहोस्। कर्णाली ट्याक्क बगेको कर्णाली त्यही हो। ट्याक्क कर्णाली बगेको छ होइन। बवाल छ। त्यही हो गाइज फाइनली हामी निस्किनु पर्ने हुन्छ। अरू त्यस्तै होइन। ट्याक्क अटोहरू पनि आएको छ यहाँ चाहिँ। केटाहरू पनि कोही पनि छैन क्या त्यस्तो झरेको छैनन् केटाहरू चाहिँ। केटाहरू झऱ्यो भने रमाइलो हुन्छ हाम्रोतिर पनि बाल रमाइलो गर्नुपर्छ भन्ने हो। म त्यहाँ निस्किनु पर्छ 15-20 दिन बसेर निस्किने हो। 15-20 दिनहरूसम्म चाहिँ हजुरलाई बवाल भिडियो देखाउने छु होइन। जुम्लाको केही भ्यूहरू टप पुलहरू छ क्या यहाँ चाहिँ। हाम्रो एउटा भाइरल पुल छ डेन्जर टप प्लेसमा होइन। डेन्जर आवाज चाहिँ अलिक सानो आउँछ। त्यही हो बबाल ब्याकको ढुङ्गा रहेछ ल चिल छ हाम्रो यहाँ चाहिँ। यता यो उताको चाहिँ गाउँ हो। यताको चाहिँ गाउँ हो गाउँवाली त्यस्तै हो। यो चाहिँ हाम्रो सानो हाम्रो यहाँ गाउँ जिउलाको लागि चाहिँ कुलो। त्यही हो यो चाहिँ हाम्रो पहाड घर यताउताको। यतातिर चाहिँ जङ्गल बबाल छ बबाल आइसक्यो अहिले चाहिँ तिला नदीमा होइन। हाम्रो तिला नदी चाहिँ यहीँ पछाडि छ। म चाहिँ हजुरहरूलाई तिला नदी पनि देखाउँछु बबाल ढङ्गले। उता चाहिँ उभिएको मेरो ठुला बुवा होइन। यहाँ चाहिँ बबाल भ्यू छ ट्याक्क बबाल यहाँ ठुलोको चाहिँ लाज मान्नुहुन्छ होला सायद। ट्याक्क यता गाई पनि मेरो ठुलो यहाँ हुनुहुन्छ। गाई ल्याएर आउँदै हुनुहुन्छ ठुलो चाहिँ। यो बबाल छ यहाँ। ठुलो पनि जाला जान्ने होला सायद। यता चाहिँ हाम्रो ठुलो आउनुभएको छ ट्याक्क गाईबाट। ल हाम्रो ठुलो चाहिँ उहाँ आउनु हो। यो चाहिँ हाम्रो तिला कर्णाली नदी भनेको यही हो। यहाँ अगाडि ठुलो बुवा दौडी हुनुहुन्छ अगाडि। हामी चाहिँ यहाँ हाल्ने जाल माथि त्यहाँ ढुङ्गा नजिक हो। त्यो ढुङ्गा नजिक हाल्ने हामीले चाहिँ। हजुरहरूको भाइरल पुल भनेको चाहिँ माथि त्यो देखिन्छ नि त्यो पुललाई भाइरल पुल भन्छ। ठुलो पुल छ यही हो। अनि यहाँ चाहिँ हाम्रो एउटा क्रसर भन्ने छ ढुङ्गा गिट्टी बालुवाहरू फुटाल्ने उ गर्ने यही हो। त्यही हो बबाल गर्नुपर्छ। चाहिँ जाल हाल्दाखेरि हजुरलाई देखाउँछु मैले कस्तो बबाल रमाइलो हुन्छ भनेर। गाइज कर्णाली यो चाहिँ होइन। म चाहिँ यहाँ तल गएर हाल्छु ढुङ्गामा। त्यहाँ जानुपर्छ फेरि म चाहिँ बहुत रडाउँछ यहाँ चाहिँ। अलि राम्रोसँग जानुपर्छ फेरि लडिन्छ फेरि। म चाहिँ त्यो ढुङ्गामा गएर हाल्छु ट्याक्क त्यो ढुङ्गामा जान्छु पानी उ गरेर ट्याक्क त्यहाँ हाल्छु मैले अहिले चाहिँ एउटा। अरू चाहिँ माथि त्यो ढुङ्गाको बिचमा हाल्छु गाइज होइन। त्यो बबाल हुन्छ। अब चाहिँ म चाहिँ तल जान्छु हजुरलाई देखाउँछु हेर्नुहोस् होइन। यस्तो हुन्छ गाइज गाह्रो हुन्छ भयङ्कर होइन। यो हामी तल जानुपर्ने हुन्छ। यहाँ यस्तो ढुङ्गाहरूमा हिँडेर जाने हो बबाल हुन्छ। भोलि बिहान चाहिँ हामी आउँछौँ पेट निकाल्नलाई अहिले हाल्छौँ ट्याक्क। हजुरको चाहिँ भोलि बिहान आउने हो क्या लगभग 12 घन्टापछि ट्याक्क आउने हामी निकाल्ने हो। हाल्दा पनि निकाल्दा पनि आउँछौँ ट्याक्क हजुरलाई देखाउँछु मैले। हाल्ने अहिले ढुङ्गा गराउने हाल्छु म यहाँ हाल्छु माथि हाल्छु ट्याक्क रमाइलो गर्नुपर्छ।
फेरि यहाँ फटा पनि फटाउँदैन फेरि चोर दिन्छन् फेरि कसैले त फेरि त्यो पनि ध्यान दिनुपर्छ गाइज होइन सबैलाई जोखिम यहीँ हुन्छ यस्तोमा लडिन्छ कि कहिले यहाँ ल म चाहिँ एउटा यहीँ हाल्छु गाइज होइन बबाल ढङ्गले अब यहाँ चाहिँ मैले जाल निकाल्छु पकेटमा त जाल चाहिँ लगाउँछु हालेर है गाइज जाल चाहिँ यो गाइज होइन अब चाहिँ हामीले ढुङ्गा मार्नुपर्ने हुन्छ यहाँ चाहिँ कसको कहीँ यहाँ कपाल कोर्ने रहेछ फेरि यो अड्किन्छ फेरि भोलि बिहान यो चाहिँ फेरि पानीमा खस्यो भने चाहिँ ट्याक्क हामीले चाहिँ अब 3टा ढुङ्गा बान्नुपर्छ एउटा चाहिँ यो तालमा बान्ने हो अनि एउटा चाहिँ यो अर्को साइडमा 2टा चाहिँ माथि बान्नुपर्ने हुन्छ अनि ट्याक्क बबाल ढङ्गले हाल्नुपर्ने हुन्छ हाल्ने चाहिँ यही हो ठिक छ गाइज अब चाहिँ हाल्नुपर्ने हुन्छ होइन म चाहिँ 3टा ढुङ्गा पनि बानिसकेँ ट्याक्क यस्तो गर्नुपर्छ यस्तो गर्ने होइन ट्याक्क यस्तो गर्ने अनि माथि 2टा फर्म चाहिँ बानेको छु मैले पनि होइन त्यसमा चाहिँ ट्याक्क यस्तो गर्नुपर्छ एउटा ढुङ्गा खसिहाल्यो गाइज प्लास्टिक आछ बगेर यहीँ भोलि बेला फेरि यहीँ लाग्छ फेरि बबाल ढङ्गले फेरि माछा परिजाओस् ल हालिसकेँ गाइस मैले चाहिँ होइन बबाल ढङ्गले हालिसकेँ यहाँ चाहिँ यहाँ तल यहीँ हालेछु एउटा भिडियो चाहिँ देखिन्छ तर पहिरो छ अहिले देखिन्न भोलि बिहान हेर्नुपर्छ बबाल छ ल अरू हाल्नुपर्ने हुन्छ अब हामी दौडेर एउटा हालियो फाइनल अरू पनि बाँकी छ अरू हाल्दै जान्छु हजुरलाई देखाउँदै जान्छु भोलि बिहान उ गरे पनि हेरौँला जानुपर्ने हुन्छ माथि गाइज होइन ट्याक्क अब हेर्ने अलि माथि जानुपर्ने हुन्छ अरू हामीले चाहिँ अहिले हाल्दै हाल्दा यहाँ ढुङ्गा छ क्या फेरि ठुलो ठोकिहाल्यो भने त फेरि बबाल हुन्छ नि त त्यो भएर गाह्रो हुन्छ माथि जान्छु म हाल्न एउटा हाल्यो 3-4वटा अझै बाँकी छ हाल्नु पर्ने ट्याक्क नदीमा ठिक छ चिलाउनुपर्छ सर्प देखिएको छ गाइज होइन यहाँ चाहिँ एउटा सर्प छ गाइज होइन सर्प यो ढुङ्गाको भित्र गएको छ कि यहीँ नजिक चाहिँ गएको थियो गाइज होइन यही ढुङ्गाभित्र गएको छ सर्प एउटा हेर्नु है सकिँदै सकिने यार ढुङ्गा गाइज यहाँभित्र चाहिँ एउटा सर्प गएको छ गाइज होइन सर्प चाहिँ अहिले देखिया होइन भर्खर मैले देखाएको थिएँ कहाँ गइहालेछ गाइज है रोक्नु है हजुरलाई चाहिँ देखाउने प्रयास गरेको गाइज यार वहाँ खासै देखिया होइन राम्रोसँग गाइज त्यस्तै हो होइन हजुरलाई मैले देखाउने प्रयास गर्छु जोखिम लगाएर है हेर्नुहोस् है त 1 2 3 अझै पनि देखेन है गाइज सर्प चाहिँ पानी सर्प हो क्या हो ल हेर्नु गाइज हेर्नुहोस् ट्याक्क बबाल है ऊ सर्प यहाँ हेर्नु त ट्याक्क बसिरह नि पानीमा भोलि बिहान ट्याक्क आफ्नैमा आउँछ ल ढुक गर्नुपर्छ यसो सर्प देख्यो भने चाहिँ गाइज होइन त्यही हो बाबा डेन्जर छ यार पानी त टोक्यो भने त मारिहाल्छ अहिले यस्तो सर्पहरूले गाइज के गर्नु बबाल छ भने गाइज अझ म उडिसकेँ होइन अझै अब म जाल उतार्न जानुपर्ने हुन्छ उड्यो हजुरलाई देखाउँछु मैले जाल कसरी उतारिन्छ होइन त्यस्तो चिल लगाएर हामी निस्किनुपर्छ म चाहिँ कपडा लगाउँछु ल म चाहिँ होइन बाटोमा किन्छु ट्याक्क म चाहिँ निस्किन्छु अब ट्याक्क बिहानतिरको भ्यू चाहिँ बबाल आउँछ ट्याक्क सर यता चाहिँ डाँडा काँडा होइन उतापट्टि चाहिँ हाम्रो गाउँ छ यता म चाहिँ घर चाहिँ यहाँ त्यहाँबाट हामी चाहिँ अब निस्किनुपर्ने हुन्छ बाटोतिर म चाहिँ हजुरलाई देखाउँछु हाम्रो खोला पनि अब 5 मिनट चाहिँ यहाँबाट खोला पुग्न चाहिँ जाडो छ फेरि हामी तर अलिकति होइन ट्याक्क अब तल त्यहाँ हालेछु मैले 5वटा हालेको छु मैले 5वटा कतिवटा हालेको छु सबै उतारि हजुरलाई चाहिँ देखाउँछु होइन माछा पर्छ कि पर्दैन दुःख त गरिरहेको छ गाइज दौड्नु पर्ने हुन्छ शरीरलाई चाहिँ तातो हुन्छ अगाडि चाहिँ हाम्रो पनि छ होइन त्यही हो बवाल गर्नुपर्छ अहिले चाहिँ ट्याक्क यता डाँडा काँडा चाहिँ बवाल छ नि गाइज कहाँबाट देखिन्छ होइन त्यो चोर्न नि चोर्छन् कि जालहरू अनि त्योबाट मजा आउँदैन त्यो बिहान जानुपर्ने हो म त जाडो भएर गएन अलिकति बवाल छ गाइज होइन हजुरलाई खोला पनि देखाउँछु कहीँ हाम्रो हजुरलाई एउटा भ्यू बवाल भ्यू देखाउँछु हेर्नुहोस् है त हाम्रो तिलाको नानीको बवाल भ्यू हेर्नुहोस् मेरो गाउँ माथिबाट आएको यो तिला कर्णाली नदी मैले यहाँ चाहिँ तल त्यहीँ हालेछु एउटा चाहिँ यो ढुङ्गा छ नि यो ढुङ्गा नजिक पनि हालेछु हजुरलाई उतारेर देखाउँछु यो अब चाहिँ म निस्किनु पर्ने हुन्छ अब चाहिँ हामी दौड्दै जानुपर्ने हुन्छ होइन जाडो चाहिँ भयङ्कर चिसो फिल भइरहेको भयङ्कर चिसो फिल भइरहेको फिल पनि यस्तो हिँड्दै जानुपर्छ फेरि जानु पनि गाह्रो छ भयङ्कर पहिला चिप्लेको म एकचोटि पहिला धेरै पहिला 5 6 कति 8 क्लास पढ्दा हो क्या सायद झर्ला हाल्न आउँथ्यो हामी चिप्लेको म
यहाँ हालेछु होइन मैले चाहिँ यहाँ उतार्नु पर्ने हुन्छ फेरि क्यामेराम्यान कोही पनि छैन हजुरको त्यो भएर ट्याक्क मोबाइललाई ट्याक्क स्टेबल गराएर अलि देखिने ढङ्गले गर्ने भने यार नढल्नु पऱ्यो कस्तो स्टेबल हुने गाह्रो भइरहेको त क्यामेरा ऊ पनि भयो गाइज होइन अब म चाहिँ यो डोरी ल्याएको छु कि डोरी छ डोरीमा चाहिँ ढुङ्गा लान्छु ढुङ्गा लानु चाहिँ ट्याक्क निकाल्छु गाइज होइन भिडियो मजा आउँछ त्यहाँ डोरी छ डोरी चाहिँ हातमा समात्ने यहाँ हालेको नि हिजो हामीले आएन है गाइज गाइज पहिलो जालमै फिसिङ ल पहिलो जालमा एउटा फिस पऱ्यो है गाइज ल पहिलो जालमा 1 फिस ल हेर्नुहोस् ट्याक्क यो माछा पऱ्यो हाम्रो चिच्चे माछा होइन ट्याक्क यत्रो छ यहाँ यत्रो छ यत्रो गाइज चिच्चे माछा अब अर्को निकाल्छु मैले चाहिँ हजुरलाई अर्को पनि देखाउँछु निकालेको एउटामा चाहिँ एउटा माछा पऱ्यो होइन चुच्चे माछा रमाइलो होला जस्तो छ आज जाल चाहिँ च्यातिन्छ कि हजुरहरूको फेरि भयङ्कर हुन्छ त्यो भएर बिस्तारै निकाल्नुपर्छ फर्स्टमा चाहिँ एउटा चुच्चे माछा पऱ्यो अब अरू हेरौँ है त कत्रो कत्रो पर्ने रहेछ गाइज अर्को जाल पनि उतारिसकेँ मैले चाहिँ होइन यो तपाईँले अहिले त पर्ने रहेछ नि तर हेरौँ है त कत्रो परेछ भन्दा ल गाइज दुईवटा निकालेँ मैले चाहिँ यहाँ पनि एउटा अर्को पऱ्यो हेर्नु ट्याक्क यो चाहिँ अलिक ठुलो छ त्योभन्दा अहिलेको भन्दा ट्याक्क ल हजुरहरूले लास्टमा चाहिँ सबै पनि देखाउँछु हाम्रो कर्णालीको माछा कर्णालीको तिला कर्णालीको गाइज होइन तिला कर्णालीको म फेरि क्यामेरामै रहन्छु नि त फेरि फोकस अर्कोतिर रहेछ नदीतिर असल कातले बिग बिग फिस थाहा छैन तैँले कक्कलाई दिस भन्थ्यो नि गाइज असल कातले बिग बिग फिस थाहा छैन तैँले कक्कलाई दिसले अब चाहिँ मैले दुईवटा गरेँ अनि एउटा यो भयो यो चाहिँ हाम्रो एउटा यो भयो दुईवटामा चाहिँ दुईटै परे यो रमाइलो भइरहेछ अरू निकाल्नै बाँकी छ गाइज होइन अब तलपट्टि छ जानुपर्ने हुन्छ र अर्को हालेको थियो नि यो ढुङ्गा नजिक तान्दै गर्दा ट्याक्क हेर्नुहोस् है त हजुरलाई यहाँ देखाउँछु एउटा फिसिङ हेर्नु ट्याक्क यस्तो यस्तो फिसिङहरू आउँछ क्या हेर्नु है त ट्याक्क यत्रो यत्रो आयो एउटा अहिलेसम्म चाहिँ 3टा निकालेँ 3टैमा परिसक्यो फेरि रमाइलो हुनेवाला छ अझै पनि छन् बाँकी होइन हेर्दै जानुपर्छ ट्याक्क एउटा चाहिँ यहाँ खेलिरहेको छ हेर्नुहोस् फेरि फोटो से 4 निकाल्ने क्या हो एउटा चाहिँ परेन एउटा चाहिँ खाली आयो होइन 3टामा चाहिँ परे त्यही हो अब चाहिँ यहाँ उतार्नु पर्ने हुन्छ हामीले ठुलो पनि तल आउनु पर्छ ठिक त्यहाँ नजिक तल अङ्कल पनि हाल्नु रहेछ त्यहाँ हालेछु एउटा त्यही हो यहाँले चाहिँ यहाँ चाहिँ माछा देखिरहेको छ कि हेर्नु है त यहाँ एउटा यहाँ माछा देखिरहेको छ एउटा दुईवटा छन् जस्तो लाग्छ यहाँ चाहिँ गाइज होइन ट्याक्क यहाँ चाहिँ माछा देखिरहेको छन् कि माछा देखिरहेको छ ट्याक्क निकाल्नु पर्ने हुन्छ हेर कसरी पर्ने रहेछन् कत्रा पर्ने रहेछन् एउटा चाहिँ देखिरहेको छ गाइज होइन यहाँ नजिक हालेको तालमा यहाँ नजिक हेर्नुहोस् गाइज यहाँ नजिक चाहिँ अलिक धेरै पऱ्यो होइन यहाँ नजिक चाहिँ एउटैमा 3टा पऱ्यो क्या हेर्नु त ट्याक्क एउटा दुईवटा 3टा माथि यो माथि चाहिँ 2टा परे यहाँ 3टा परे ल ठिक छ गाइज रमाइलो होला जस्तो छ तर सकिसक्यो अनि सबै भयो जाल चाहिँ उतारेर म चाहिँ अब हजुरलाई देखाउँछु माछा कति परेछन् होइन ट्याक्क ल हेर्नुहोस् ट्याक्क यहाँ चाहिँ माछाहरू चाहिँ हजुरको टोटल हेर्नुहोस् है त यो एउटा भयो यो हेर्नु 2टा यहाँ परेछन् त्यसपछि अरू एउटा यहाँ छ त यहाँ हेर्नुहोस् 4वटा एउटा 2टा 3टा 4वटा एउटा यहाँ हेर्नुहोस्
5वटा यहाँ हेर्नु 6 7 8 एउटा यहाँ रहेछ फेरि हजुरको 9 एउटा यहाँ रहेछ 10वटा परेछन् गाइस टोटल माछा चाहिँ अब यिनीहरूलाई घर निकाल्नु पर्ने हुन्छ 2टा जात चाहिँ कसले चोर्दैछ भने एउटा चाहिँ चोरेर लैहालेछ एउटा चाहिँ चोर माथि फाल्दैछ कि त्यो भएर पनि घाटा लाग्यो आज चाहिँ त्यही हो 10वटा माछा परे यहाँ चाहिँ भोटे माछा पनि छन् सानो माछा पनि छन् यति हुन् गाइस माछा चाहिँ 10वटा अनि चाहिँ जाल साल उतारेर सक्यो होइन माछा साछा ल्याएर घर आइसक्यौँ दिदीहरू आउँदै हुनुहुन्छ ल बाई बाई ब्लग इनान्दिउँ होइन गुड बाई ल सबैले सपोर्ट गरिदिनु पऱ्यो माया गरिदिनु पऱ्यो होइन अझै पनि एउटा क्यामेराम्यान चाहिँ भोलिदेखि भाइलाई लगेर जान्छु त्यसपछि बबाल फिसिङको भिडियोहरू पनि आउँछ कि अलि एक्लै चाहिँ गर्न गाह्रो हुने चाहिँ हाल्ने कसरी उठाउने कसरी उतार्दाखेरि पनि फेरि 2 हातले उतार्नुपर्छ देखाउन सकिन्न क्या त्यो एउटा क्यामेराम्यान लिन्छु हजुरलाई चाहिँ प्रोपर ढङ्गसँग देखाउँछु ल बाई सबैलाई गुड डे हुनु पऱ्यो होइन ल बाई